नमस्कार। आजको अर्को टपिक छ इमोसनल हाइजेकिङ। बस हाइजेक त सबैले सुन्नु भएको होला। आज इमोसनल हाइजेक के हो यसलाई हामी उदाहरण लिएर बुझाउन कोसिस गर्छौँ। मान्नुहोस् तपाईँले गाडी लिएर घरबाट निस्कनु भयो, तर बाटोमा एकजनाले तपाईँको गाडीको पछाडिबाट टच गरिदियो अर्को गाडीले। त्यसपछि तपाईँले रिसाएर थुप्रै गाली उलाई गरिदिनु भयो। आँखो रातो पिलो गरेर उहाँमाथि हेर्दै हुनुभयो। त्यही बिचमा ट्राफिक आइसक्नु भयो। त्यसपछि ट्राफिकले दुवैजनालाई गाली गरेर मिलाएर पठाइदिनु भयो। तापनि तपाईँले अगाडि जाँदा पनि तपाईँको ध्यान उसैमाथि थियो। उसको फेसमाथि आँखा रातो निलो गर्दै अगाडि बढ्नुभयो। त्यसपछि तपाईँले अफिसमा पुग्नुभयो। अफिसमा पुग्दाखेरि इम्पोर्टेन्ट मिटिङ चलिरहेको थियो, तर तपाईँले त्यहाँ पनि जाँदा तपाईँको दिमागमा त्यही पछाडिको गाडीवालाको याद थियो, रिस थियो। त्यसले गर्दा तपाईँले त्यो मिटिङमा पनि राम्रोसँग ह्यान्डल गर्न सक्नु भएन। त्यहाँ पनि तपाईँको बससँग बजिहाल्यो। त्यसपछि तपाईँले त्यहाँबाट पनि अब बिदाको टाइम भएर तपाईँ घर पुग्नुभयो। रिसाएर तपाईँले श्रीमतीमाथि, छोराछोरीमाथि विभिन्न किसिमका असभ तरिकाले तपाईँले व्यवहार गरिदिनु भयो। यो सबैलाई हेर्दाखेरि तपाईँले अन्तमा के पाउनुभयो? पछतावा। हो, ठिक सुन्नुभयो। यही हो इमोसनल हाइजेक। कहिलेकाहीँ हामीलाई के हुन्छ, जसरी गाडीको ब्रेक फेल हुन्छ, त्यसपछि गाडी कता डोरिन्छ, कतिलाई हान्छ, ग्यारेन्टी हुँदैन। त्यस्तै हाम्रो दिमाग पनि हो। कहिलेकाहीँ हाम्रो एउटा इभेन्टले, सानो इभेन्ट जुन हुन्छ त्यसलाई हामी ठुलो तरिकाले ओभर थिङ्किङ मोडमा जान्छौँ र त्यसले गर्दा हामीले सानो इभेन्टले गर्दा कहिलेकाहीँ त जागिरको राजीनामा दिनसम्म पनि बाध्य बनाउँछौँ। कहिले त हामीलाई धेरै स्टेप बाई स्टेप थुप्रै घटनाहरूसँग हामीलाई जुझाउन बाध्य बनाउँछ। हो, यही हो इमोसनल हाइजेक। र यो हुनुको कारण के हो त? जसरी गाडीमा ब्रेक हुन्छ र स्टेरिङ हुन्छ, स्टेरिङ जता लग्छ र ब्रेक हानेन, त्यसपछि के हुन्छ? गाडी जता पनि डोरिन्छ। भनेको ब्रेक पनि भाइलेन्स हुनु पर्यो र स्टेरिङ पनि चलाउने व्यक्तिले क्लियर हुनु पर्यो कि मलाई यो बाटोतर्फ जानु छ। त्यस्तै हाम्रो दिमागमा पनि ब्रेक र के छ? ब्रेक भनेको हाम्रो दिमाग हो र स्टेरिङ भनेको हाम्रो इमोसन हो। र त्यो ब्यालेन्स गर्न हामीले सकेनौँ त हामी कहिलेकाहीँ सानो इभेन्टले ठुलो क्षति बेहोर्ने स्थिति आउँछ। अब यसलाई रोक्नको लागि हामीले के गर्ने त? यसलाई रोक्नको लागि हाम्रो दिमागले जब कुनै पनि नयाँ कुरा एकैचोटि देख्छ त हाम्रो दिमागले तुरन्त प्रतिक्रिया त दिलाउँछ, तर त्यसलाई बुझ्नको लागि, त्यो परिस्थितिलाई बुझ्नको लागि 6 सेकेन्ड दिमागलाई टाइम लाग्छ। तर हामीले धेरैजसो केसमा के गर्छौँ, त्यो 6 सेकेन्ड हामी रुक्नै सकिरहेको हुँदैन र प्रतिक्रिया दिइदिन्छौँ। त्यति बेला हाम्रो बन्द दिमागले जुन प्रतिक्रिया दिन्छ, सबै प्रतिक्रिया गलत हुन्छ। त्यही भएर हामीलाई सबभन्दा पहिला त जस्तोसुकै परिस्थिति छ, 6 सेकेन्ड आफूलाई सम्हाल्नुहोस्, नम्बर 1। दोस्रो, लामो श्वास लिनुहोस् र फाल्नुहोस्। तेस्रो, एकछिन अवलोकन गर्नुहोस्, मौन बस्दिनुहोस्। आफ्नो दिमागलाई आफैले भन्नुहोस्, म अहिले रिसाएको छु। एकछिन पछि हामी बुझ्छु, त्यसपछि जवाब दिन्छु। चौथो कुरा, सानो सानो कुरालाई इग्नोर गरेर हिँड्नुहोस्। जस्तै मान्नुहोस् एउटा गाडी छ, एउटा प्लेन छ। बसमा हामीले जति लोड गर्न सक्छौँ कसैले रोक्दैन, मात्र उसलाई जे उहाँको चार्ज हुन्छ त्यो दिइदिनुहोस्। तर प्लेनमा चार्ज दिए बापत पनि हामीलाई रोक्छ। किन? 50 केजी टार्गेटमा राखेको छ, क्राइटेरिया छ, मान्नुहोस् त 51 केजी भयो भने जान दिँदैन। कारण के छ? हो, यसको मतलब के भयो? तपाईँले जति माथि उड्न चाहनुहुन्छ
र त्यो उड्नको लागि तपाईलाई सबभन्दा पहिला जसरी प्लेनलाई हल्का हुनुपर्छ अनि उड्छ र बस जति भारी भए पनि ट्रक जति भारी भए पनि रोडमा चल्न सक्छ हो। रोडमा चल्नको लागि हामीलाई जति भारी भए नि पुग्छ, साना कुरालाई जति ठुलो बनाए नि पुग्छ, जति ओभर थिङ्किङ गरे नि पुग्छ र जति बाजे नि पुग्छ। तर हाइटमा जानको लागि हामीलाई ती साना कुरालाई लेट गो गरिदिनुपर्छ, स्वीकारी गर्नुपर्छ, त्यसपछि मात्र हामी उठ्न सक्छौँ। यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। धन्यवाद।